यहाँ चाहिँ हामी यहाँ व्यापारी चाहिँ 30वटा जति टेन्ट छ। यहाँ व्यापारी गर्ने हाम्रो अब तरिका जस्तो चाहिँ पहिला चाहिँ अब जेपाइटी बेच्थ्यो। अहिले चाहिँ अब यस्तो गाउँपालिकाबाट यस्तो रुल्स बनाएको छ कि पालो पालो 6जना 7जना मान्छेबाट एउटा टिम गरेर एउटा गाडीलाई पालो पालो क्युमा छ। अनि यस्तै मिलायो अब व्यापारी आउनेहरूलाई पनि राम्रो, हामी बेच्नेहरूलाई पनि राम्रो कि आरामसँग पालो पालो तपाईँहरूको ग्रुपलाई पनि एउटै रेट पर्ने भयो। र यहाँ बस्न चाहिँ अलिक गाह्रो छ, पानीको समस्या छ, त्यही हो। तल जानुपर्छ। कति व्यापारी हुनुहुन्छ तपाईँहरू? हामी व्यापारी त 30वटा जति छ टेन्टहरूमा, मान्छे त 30वटा भयो होला। सबै नेपाली हो? सबै नेपाली, कोही लोमन्ताङको, कोही सोसरको, कोही हाम्रो निजुङको। अनि जस्तो तपाईँहरूको चाहिँ यहाँ अहिले यो नाका खोल्ने भनिरहेको छ नि सरकारले, त्यसरी यो नाका खोलेर यताको बाटो पिच गरेर अलि व्यवस्थित गरे हुन्छ जस्तो लाग्दैन? जस्तो लाग्छ। अहिले अब बनाउँदैछ, हुँदैछ हाम्रो